त्यो मन चाहिँ यहीँ काम गर्नलाई भनेर आछन् आज आछन् अनि हामी चाहिँ खासमा के सोध्नु आएको भने तपाईँलाई हामीले चाहिँ स्कुलमा पनि अब धेरै होइन अलिकति आफूले सिक्नको लागि भनेर चाहिँ अब च्याउ हाल्ने कि भन्ने कुरा भएको छ होइन अनि त्यसको लागि चाहिँ हामीले अब के कुरामा चाहिँ ध्यान दिनुपर्छ अब के कुरामा मानव अब अहिले के गरेर चाहिँ तपाईँहरूले च्याउ फलाइरहनु भएको छ अनि त्यो ठाउँको भिडियो देखाउँछु म तपाईँलाई होइन त्यसमा चाहिँ कति जति चाहिँ च्याउ अट्ला भनेर मानौँ लम्बाइ चाहिँ हाम्रो 32 फिट जतिको छ एभरेजमा अनि त्यहाँबाट यो ठाडो डन्डी चाहिँ लगभग 6 फिटको छ होला त्यसमा अब त्यो अनि यसमा चाहिँ कति जति चाहिँ हामीले हाल्न सकिन्छ होला कति जति चाहिँ अट्छ होला हामीले चाहिँ ठुलै खाले त्यो सानो खाले पोका भन्दा पनि यहाँ तपाईँहरूले जसरी गर्नु भएको नि ठुलो पोका हो त्यस्तै पोका चाहिँ कतिवटा जति अट्छ होला भन्ने कुरो तपाईँसँग बुझ्नु र अनि त्यहाँबाट के गरेर चाहिँ चौडाइ कति छ चौडाइ भनेको भने टनेलको कि टनेलको त नापे होइन भनेको हामीले चाहिँ त्यही डन्डी छ नि त जुन त्यो कलम जस्तो छ मैले बुझिसकेँ उयो टोटल टनेलको लम्बाइसँग चाहिँ लम्बाइ चौडाइ भने 12 फिट जति त्यो भयो लम्बाइ चाहिँ 32 फिट जतिको होला त्यो त्यतिमा चाहिँ कति जति चाहिँ हामीले सकिन्छ 450 पोका ठुलै पोका पनि त्यत्रो अट्छ 400 पोका अट्छ हाम्रो पराल चाहिँ कति जति चाहिन्छ 400 भन्दा पनि हामी त्यत्रो धेरैमा नजाम लगभग 150 पोका भनौँ न 150 पोका जतिले चाहिँ कति चाहियो पराल 150 × 3 गर न 2.5 गर भने 150 × 2 गर्ने 300 भयो होइन 300 किलो भयो भने पराल हामीलाई पुग्दैन 300 किलो पराल अनि हामीलाई बिउ चाहिँ कति चाहियो होला बिउ अब 350 लाई 150 प्याकेट अनि एउटा प्याकेट कति 150 प्याकेट चाहियो यहीँ पाइन्छ होइन बिउ पनि कति छ प्राइस 35 प्लस 47 पर्छ अनि हामीलाई अब प्लास्टिकको जुन त्यो पोकाहरू हुन्छ त्यो चाहिँ कस्तो किलोमा किन्ने हो कि किलो कति दुईवटा क्वालिटी हुन्छ एउटा 265 को हुन्छ अर्को 320 को हुन्छ है 320 को भयो भने जति खाँदा पनि काटिन्न 320 को किलो पर्छ प्लास्टिक चाहिँ 320 पर्ने भयो कि साइज चाहिँ त्यो 320 को किलोलाई चाहिँ यहीँ पाइन्छ त प्लास्टिक पनि किन्न हामीले पाइन्छ होइन 320 रुपियाँ यता केजीको पऱ्यो होइन यो डलको भयो प्लास्टिक रोगहरू यो फर्मालिनहरू लगभग कति चाहियो अनि चुन कति चाहियो चुन हाल्न पर्छ पर्दैन भिजाउनलाई चाहिँ 200 गराउनु कति यसको प्राइस दोसर कति क्याल्सियम कार्बोनेट छ पर केजी 350 अब यो जुन गर्मीयाममा छ हामीले अब कसरी चाहिँ त्यसलाई राम्रो बनाउन सकिन्छ कसरी माथि अथवा केही सबैहरू चाहिँ कसरी गर्नु भएको अब यस्तो टनलमा चाहिँ कसरी राम्रो गर्न सकिन्छ गर्मीमा कुरा भयो जसरी म्यानेज गरे पनि यसमा ह्युमिडिटी र टेम्परेचर मेन्टेन गर्ने हो पानी हालेरै हो गर्ने पानीबाट दुईटै हुन्छ भने पानी चाहिँ हामीले दिनको कतिले हालिन्छ त्यस्तो हुँदैन ठाउँ अनुसार फरक पर्छ भनेको यहाँ चाहिँ तपाईँहरूले माथिपट्टि केही राखेर क्रिस्चियन केही छुट्टै प्लास्टिकमा चाहिँ जितको डाइरेक्ट छोड्दा चाहिँ अलिकति घामले जोखिम त हुने भयो होइन जुटको बोरा राखेर त्यसमा पानी मात्र पनि दिनै पर्यो
घाम सुक्न दिन भनेको बोरा पनि सुक्न दिनु त्यो बोरा चाहिँ लगभग यति यो टनेलले कति जस्तो 200 वाला जति भयो 200 माथि 200 तल 400 बोरा छ 400 बोरा टोटल तल भैमा नि हाल्नुपर्छ भने तलपट्टि भैमा नि ट्याक्क सबैमा भिजाएर अन्त पानी तल नि हालिदिने माथि गर्मीको लागि चाहिँ भने हामीले कति जस्तो टेम्परेचरले राम्रो होइन टेम्परेचर अब त्यो मेनुअल सिस्टमबाट गर्दा पनि हुँदैन ह्युमिडिटी कति 80देखि 85 भन्दा माथि भने लगभग हामीलाई अब यति गर्न पर्यो भनेदेखि अब सबै जोड्दाखेरि पो आउँछ होइन 200 ग्रामको हुन्छ है एउटा यहाँ चाहिँ के अरे वेस्टर मस्रुमको मात्रै बिउ गर्नुहुन्छ कि अरू बटन पनि छ बटन नि छ अहिले कि बटनको कम्पोस्ट बनाउनलाई 1 महिना लाग्छ कम्पोस्ट प्रिपरेसनलाई त 29 दिन बढ्ने लाग्छ 35 दिनसम्म हामीलाई चाहिने भनेको अब पराल चाहियो 300 केजी होइन 150 पोका 300 केजी पराल मस्रुम स्पन भने 150 पोका भनेको 200 ग्राम अन्त पछि पोली ब्याग भनेको 320 रुपियाँ केजी पर्ने चाहिँ चुलाहाले साइज अनि पहिलो ड्रम भनेको यो ड्रम नै भयो त्यो हामीले ड्रममा जुन पकाउँछौँ नि त्यो त्यसलाई चाहिँ कति बेर जति चाहिँ लगभग एभरेजमा पकाउँछ अब स्टिम माथि आइसकेपछि माल्ने स्टिम माथि आइसकेपछि 4 घन्टा 4 घन्टा अब प्लास्टिक रोप लगभग प्लास्टिकको डोरी चाहिँ त्यो जुन झुन्डाउनलाई हुन्छ नि कसरी कति चाहिँ चाहियो त्यो भाइ एक्ज्याक्टली भन्न सकिन्न त्यही पनि 10 किलो जति चाहिन्छ जुरको बोरा चाहिँ कता उता फ्याक्ट्रीतिर जानुपर्ने हो कि बजारमा हामीलाई अहिले यो गर्मीयाममा गर्नुपर्ने भने चाहिँ जुटको बोरा तल आएर पानी त्यसमा चिसो चाहिँ सुक्न दिनु भएन माथिबाट नि हालेर अन्त किसान मेन्टेन गर्नु पऱ्यो भने गर्न सकिन्छ नत्र नै हुँदैन